हेलो साथीहरू, आजको मिनी भ्लग फेरि मैले लिएर आएको छु। मैले चाहिँ अहिले मुख धुन्छु भनेर खोजिरहेको। मैले चाहिँ सधैँ जसो डिटोल साबुनले नै धुने गर्छु। हजुरहरूले कुन साबुनले धुनुहुन्छ कमेन्ट गरिदिनु होला। मैले चाहिँ अहिले कसरी मुख धुन्छु यही तरिकाले तपाईँहरूले धोएर ट्राई गर्नु होला। मेरो अनुहारमा चाहिँ त्यस्तो दागहरू मतलब डन्डीफोर त्यस्तो चाहिँ छैन मेरो अनुहारमा, किन भन्दा मैले डिटोल साबुन युज गर्छु नि त, त्यसैले मजाले लगाएर धुन्छु। हजुरहरूले कसरी धुनुहुन्छ त्यो पनि भनिदिनु होला। डिटोलले चाहिँ जस्तो कुनै पनि डन्डीफोर आयो भने चाहिँ त्यसलाई ठिक गर्छ हैन, घाउहरू आउँदैन बिग्राएर भन्न चाहन्छु। अनि त्यतिकैमा मेरो छोरीले के भन्छ भनेको त, मम्मी मेरो हात काटो भन्छ। गिरमलाई काट्नु लागेको थियो मैले, पहिला मुख धुन्छु र अनिपछि बल्ल गिरमले काट्छु। धेरै चाहिँ काटिन्छ यो पुन्टीलाई त सकिएन हात काटी। किन काटेको छोरी हात? मैले चाहिँ गिरमलाई चाहिँ अझै दुईवटा चाहिँ मैले मिक्स गर्छु भनेर चाहिँ लिएर गएको थिएँ भर्खर चाहिँ। अनि नानी चाहिँ हात काटेको रहेछ, अब गएर काट्छु भनेर अनि चाहिँ भिडियो बनाउँदै काट्दै गर्छु भनेर सोचेँ। अनि चाहिँ अनि भिडियो बनाएँ। यो गिरमले चाहिँ एकदमै कुहिया रहेछ हैन, हेरेको सडिसक्यो रहेछ, आधाभन्दा धेरै सडिरहेको रहेछ। त्यसपछि झ्याउ लाग्यो हैन, कति जो सडेको भन्दा काट्दै विचार गर्दै गरेको त आधै फाल्न पर्यो हैन। अनि छोरी आएर मलाई के भन्दै छिन्, कहाँ काट्यो भन त, हात कहाँ काट्यो? अरे यार हात काटिछन् यिनीहरूले साथीहरू, हात काटिछन् कहाँनिर, यहाँ अब अब ठिक हुन्छ है। त्यही भएर चक्कु समाउनु हुन्न, ऐया हुन्छ। चक्कुले काट्यो होइन, यसले काट्यो हो न। अब पाइया गर्नुहुन्छ पख त तिमीलाई साथीहरूले पाइया गर्नुहुन्छ, हात काट्यौ नि, पाइया नगर्नु है भन भन, माया गर्नु मलाई भन। ऐया भयो नि, हाई भन हाई। चाहिँ बोक्रा छिलेर भएपछि मैले चाहिँ काट्न सुरु गरेँ। आज गिरमलाको सब्जी खान भनेको कस्तो हुन्छ भनेर विचार गरिराखेको थिएँ। अनि ठिकै भयो। मेरो बुढोलाई त कहाँ ठिक हुनु र मलाई ऐया भयो, कता ऐया भयो? नानीलाई चाहिँ ऐया भयो। यो पनि फुटालिसकेछन् साथीहरू, हेर्नु त। यो भर्खर मैले चस्मा लगाउँछु भने थिएँ, यस्तो गराइदिन्छ साथीहरू। यस्तो गराएको हो, किन फुटाल्यो? यहाँ चाहिँ मैले सोचिरहेको थिएँ कपडा पट्याउनु भनेर। त्यो कपडा चाहिँ मेरो देउरानीले पट्याएर राखेको, अनि चाहिँ मैले पट्याउँछु भनेर सोचिरहेको थिएँ म चाहिँ। अनि फेरि तिमीले मैले पट्याउँछु के काम छ भनेर अनि चाहिँ पट्याइन्। अनि पछि चाहिँ पूजा गर्ने भनिरहेको छिन्, हेरौँ अब के गर्छु नि। अनि त्यसपछि चाहिँ मैले प्याज लिन जान्छु भनेर सोचेँ। त्यसपछि प्याज, त्यसपछि भाँडाहरू मैले सबै अनि लिएर आउँछु भने। अनि चाहिँ एउटा मात्रै प्याज हिँडेँ म त्यहाँबाट, कटिङ गर्छु। थुप्रै प्याजहरू थियो। यो तेल लिएर त्यसपछि तेल, त्यसपछि भाँडाकुँडाहरू। चाहिँ भात पाक्दैछ, भात ढाक्ने भाँडो लिएर आउनु पर्यो अब चाहिँ होइन छोरी।
भात ढाक्ने भाँडा। भात पाकिसकेको छ, भात ढाक्न पर्यो। काव्या के अरेको हौ? धार्ती गर के हाल हाल के हाल्ने कता हाल्ने कता हाल्ने हाल हाल भेनाको हो के अरे भेनाले पाइए गर्छन् के अरे भेनाले पाइए गर्छन् के तँलाई अब गरे गरौँ न क्या भान्जाको भान्जाको पाइए गर्छन् भान्जाले जलाइस् के अरे भान्जाले पाइए गरेपछि थाहा पाउँछ के हो के तरकारी यहाँ पकाउने यहाँ पकाउने यहाँ यहाँ साँच्चै छौ लोटेको के अरे हेरेको यहाँ चाहिँ मैले किनेमाको सब्जी बनाउँदै गरेको एकदमै टेस्टी थियो होइन तरकारी चाहिँ बनाइरहेको त्यसपछि तरकारी र भात खाएको तर चाहिँ मेरो बुढोलाई चाहिँ तरकारी मिठो लागेन दाल बनाउनु पर्थ्यो भन्नुभयो त्यसपछि गाली खाइयो त्यसपछि आजको लागि तपाईहरुलाई यति नै भिडियो अब अर्को मिनी ब्लगमा आउने छु भन्न चाहन्छु टाटा बाइ बाइ अनि लास्टमा चाहिँ भिडियो गराउनु भनेको यारले अनि छोरीहरुले भिडियो बनाउँदै एक्टिङ गरिराखेको थिएँ फेरि बाबाले चाहिँ लेखेज दिनु भएको थियो अनि चाहिँ हामीले भिडियो बनाएको अनि चाहिँ झन् सानी छोरी त झनै हाँसेको ठुली भन्दा ठुलीले एक्टिङ गरिरहेको